सम्पूर्ण नमस्ते गाइज, नमस्ते। म गणेश है, अनि म चाहिँ छु युकेको हार्वेगेट भन्ने सहरमा, एउटा सानो सहर हो चाहिँ। अनि नर्मल्ली हामीले चाहिँ कहाँ चाहिँ जुन सपिङ गर्छौँ के गर्छौँ भनेर मैले त्यसको बारेमा चाहिँ भिडियो बनाउँदै छु गाइज आज। अनि तपाईँहरूलाई त्यो भिडियो चाहिँ मन पऱ्यो भने लाइक गरिदिनु होला, अनि त्यसमा भएका कमी कमजोरीहरूको लागि चाहिँ कमेन्ट गरिदिनु होला र चाहिँ भिडियोलाई चाहिँ सेयर गरेर मलाई सहयोग गरिदिनु होला गाइज होइन। अनि हामीले चाहिँ नर्मल्ली के किन्छौँ र चाहिँ हामीले नर्मल्ली सामान किन्ने ठाउँमा के सामानहरू पाइन्छ, कस्तो सामानहरू पाइन्छ, त्यसलाई चाहिँ कति पर्छ मैले आज त्यो भिडियोमा देखाउँदैछु है त गाइज। जाँदैछु कति भिडियो अपलोड सकिन्छ है गाइज। छेट्टी ठाउँ भयो होइन, यो चाहिँ मैले चाहिँ ट्रली लिएँ है। धेरै सानो ट्रली हुन्छ, अब चाहिँ ठुलो ट्रली पऱ्यो मलाई चाहिँ सामान किन्नु चाहिँ धेरै छैन है भएर ट्रली चाहिँ ठुलो पऱ्यो। यो चाहिँ यस्तो लगाइ चाहिँ सबै कुराहरू पाइन्छ चाहिँ आवश्यक गर्ने कुराहरू होइन, सबै हामीले चाहिँ सपिङ गर्न सकिन्छ। यहाँबाट सुरु गर्छु, त्यसको लागि चाहिँ फ्रुटहरूबाट जान्छु गाइज म चाहिँ होइन। मेरो छ सेतो प्याज, फर्सी होइन, यो चाहिँ प्याज भयो, आएको प्याज यसको 98 पेन्च भनेको हाम्रो चाहिँ नेपालीमा कन्भर्ट गर्दाखेरि 190 भनौँ न, 190मा 1 किलो गाई हो त यति छ। त्यसै गरी अहिले चाहिँ मैले यहाँतिर आलुमा आएको यसमा चाहिँ पोटेटो हामीले कुन चाहिँ लिने हो, यहाँ चाहिँ छानी पाइन्छ, ठुलो सानो होइन, कुन चाहिँ लिने हो मैले चाहिँ लिनु लाग्दैछु। एक नम्बर ब्रोकाउली त मसँग छ रुममा एभाइलेबल छ, चाहिँ गाजर पनि मसँग छ होइन। यता आएन मैले बोडी लिएर आइदियो, यसको पनि 1 पाउन्ड 17 पेन्च रहेछ। हेरौँ न, यहाँ चाहिँ अब जहिले पनि मकै चाहिँ पाइन्छ है गाई यहाँनिर। अब कस्तो मकै लिने त अहिले चाहिँ यो भर्खर चाहिँ गाउँबाट भनौँ हाम्रो यसमा चाहिँ नपर्छ कि खोया लिने कि यो दुधिलो मकै लिने, त्यो यहाँ पाइन्छ हामीले सधैँ एभाइलेबल छ अहिले। मैले चाहिँ दुधिलो मकै लिएँ एउटा, मसँग छ होइन। अब म चाहिँ मिटमा छिरेँ गाइज होइन, मासुहरूतिर गएँ र भएन गाइज होइन, चिकनतिर नै हो, चिकन यस्तो छ यहाँनिर यसरी राखिएको हुन्छ होइन, फ्राई छिट्टै हुन्छ यहाँनिर। अब त्यही भनेको कहिलेसम्मको डेट छ, 17 जनवरीसम्मको रहेछ। त्यो भनेको 6 पाउन्ड 5 पाउन्ड 98 पेन्च, 6 पाउन्ड भनेको कति पऱ्यो 1100 लागेको छ। धेरै कुराहरू पाइन्छ भनेर बिफहरू पाइन्छ, लामहरू पाइन्छ होइन। त्यो बिफ त खानेकुरै भएन हामीले, लाम पनि त्यसको गन्ध म खासै मन पर्दैन भेडा पनि। चिकन लिएँ मैले चाहिँ, एउटा हेर्दैछु है गाई। अब तपाईँहरू पनि अब तपाईँहरूले पनि गाईमा चाहिँ मसरुम मलाई चाहिएको थियो, यो च्याउ है गाई च्याउ होइन, डल्ले च्याउ
95 पेन्च भनेको नर्मली 180 नेपाली यसको चाहिँ ल एउटा मैले राखेँ। यहाँ विभिन्न थरीका च्याउहरू छन्, त्यो अनुसार यसको मूल्य पनि फरक फरक छ होइन। छवटा च्याउला चाहिँ 2.88 पेन्च रहेछ, त्यो पनि राखेँ है गाईहरूलाई। अब यता सुन्तला मलाई एकदम मनपर्ने चाहिँ सुन्तला है यहाँनिर। अब यो चाहिँ झुनार जस्तो लाग्यो ल, यहाँ कसले राखेको जस्तो लाग्यो, यो चाहिँ छोडेको जस्तो लाग्यो सुन्तला। मैले यो राखेँ एउटा। त्यसै गरी अर्को अलिकति राम्रो हुने भन्दै राम्रो होला जस्तो ल। सुन्तला गाइस होइन। अर्को पनि राखेँ, कागती मसँग घरमै छ। त्यसै गरी आएर सबै पाइन्छ है गाईहरू चाहिँ। फलफुल त एकदम धेरै सस्तोमा। भुइँकटहरू चाहिँ भुइँकटर काँचै रहेछ, यसलाई मैले राखिनँ अहिले। त्यसै गरी धेरै कुराहरू पाइन्छ है गाईहरूले। स्ट्रबेरीहरू हेरेर छ। मैले बिर्सेँ केरा किन्न लागेँ। केरा आज त्यति धेरै राम्रो रहन्छ यहाँनिर। मैले केरा लिइनँ, र अर्को टिकटतिर लाग्छ म अब। टेन्डर स्टिक मसँग छ, प्याज मैले लिइसकेँ। र अब चाहिँ कहाँ आइपुग्यो भन्दा टमाटो लिन सक्नुहुन्छ। टमाटरहरू चाहिँ पाइन्छ अब, जुन चाहिँ लिने आफूले आफ्नो इच्छा अनुसार हामी लिन सकिन्छ भनेर। मैले चाहिँ सधैँ जस्तो यो टमाटर लिन्छु 99 पेन्च पर्छ। अनि 6.30 हुन्छ। पेप्सिकम पेपर भनिन्छ है। मैले चाहिँ नर्मली ग्रिन युज गर्छु। आज मैले ग्रिन मैले देखिनँ गाई जाँदा, मैले लिइनँ है यहाँनिर। ग्रिन भएको मैले लिथेँ। नर्मली मैले ग्रिन मात्रै युज गर्छु, त्यो ठिक लाग्छ। त्यो देखिनँ मैले है त। धेरै कुराहरू पाइन्छ यहाँनिर, तपाईँहरूले पनि देख्न सक्नुहुन्छ। एभोकाडो, ओनियन, राडिस, बेसी गरी मैले एउटा चाहिँ स्प्रिङ प्याजको पत्ता लिन्छु गाईले चाहिँ होइन। त्यसको पत्ता प्याज लगाएर प्याजको पत्ता 88 पेन्च 88 पेन्च रहेछ। अनि त्यसै गरी काँक्रो लगाइदिनुहोस् है। काँक्रो चाहिँ यस्तो हुन्छ यहाँनिर, हाम्रोतिर चाहिँ ठुलो ठुलो दिएको हुन्छ। यो चाहिँ काँक्रो यस्तो सानो हुन्छ। एउटा काँक्रो लिएको मैले यो 89 पेन्चमा। अनि सागहरू पनि पाइन्छ। अब त्यो रायोको सागहरू जस्तो हामीले चाहिँ पाइँदैन होइन। नर्मली हामीले किन्ने भनेको यस्तै हो, गार्लिक। अनि यो भनेको 88 पेन्च हो, मैले एउटा राखेँ होइन। अनि मलाई चाहिएको थियो हरियो खुर्सानी। हरियो खुर्सानी टक्क परेको, एकदम मिठो चटपटोमा हालेर खान पनि मिल्ने। यो भनेको 1 पाउन्ड 8 पेन्च रहेछ होइन। यो राखेँ। पतनाहरू, धनियाँहरू होइन, दिलहरू, सोप भन्छ हामीले, त्यो सबै पाइन्छ गाइस। धेरै कुराहरू पाइन्छ यहाँ। अब अदुवाहरू पनि त्यहाँ छ, त्यो मैले मसँग छ, नेपालबाट पठाइदिनु भएको। दारु खाने भयो, दारुको आइटम चाहिँ यहाँ पाउँछ है गाईतिर। यो दारुतिर मैले बल गरिनँ, म चाहिँ सोमराजतिर लाग्छ, दुधहरूतिर लाग्छ। अनि दुध यता छ त्यहाँनिर ल। यहाँ चाहिँ अब हामीले दुध दहीहरू पाइन्छ। दारू छोडेर मात्रै दुध दहीतिर आयो गाई है। कुन चाहिँ लिने होइन, आवश्यकता अनुसार हामीले यहाँ चाहिँ दुध लिन सकिन्छ।
अब आफूलाई कुन चाहिँ मनपर्छ, ठुलो खाने कि अब चाहिँ सानो लिने कि होइन, त्यो अनुसार मैले चाहिँ यो लिएँ एउटा। भनेको यो त कति पऱ्यो, 24 जनवरीसम्मको रहेछ। 3400 भनेको लगभग 3.5 लिटर है गाई। यो चाहिँ मैले यो 3.5 लिटर 2 पाउन्ड 40 पेन्समा लिएँ एउटा। यो राखेँ मैले। हेर्दै छ हुन्छ नि गाई जाउँदा, किनकि यो चाहिँ धेरै ठुलो छ मार्केट भनौँ होइन। धेरै मान्छेहरू खानुहुन्छ। पास्ताहरू दुईवटा यसमा छ, राइसहरू चामलहरू दुईवटा नै यसमा छ। अब यसमा चाहिँ बेसारहरू, तिलहरू होइन, के चाहिन्छ हामीले सबै हामीले लिन सकिन्छ। मलाई चाहिँ चिकन सिजनिङ चाहिएको थियो एउटा, त्यो खोज्दैछु गाई चाहिँ मैले हालेर होइन। जस्तै दालहरू, चना केराहरू सबै हामीले यहाँ चाहिँ पाइन्छ है गाई भनेर। यो चाहिँ पास्ताहरू भएतिर है अर्को साइडमा चाहिँ। टली चाहिँ कत्रो लिएको छु मैले, सामान चाहिँ थोरै किनेको छु। टली सानो टली पाइनँ मैले, त्यो भएर। ओट फुड ल, यहाँ चाउचाउहरू हुन्छ यहाँनिर है। चाउचाउ हाम्रो एसियन फुडहरू हुन्छ नर्मल्ली यहाँनिर। ओट फुडमा चाहिँ हेर्दैछु मैले चाउचाउ छ कि छैन है। ल एउटा दाल मुखरी हो, यो मलाई एकदम मन पर्ने दाल मुखरी हो, लन्डन मिक्सवाला है। त्यो दाल मुख राखेँ मैले। 1 पाउन्ड 190 नेपाली 190 त गाइस। अब यहाँ चाहिँ मुङको दालहरू अब चाहिँ के चाहिँ आफूले खानु मन लाग्छ, त्यो चनाहरू केराहरू पनि हुन्छ है गाईहरूलाई। हामीले सबै कुरा यहाँबाट लिन सकिन्छ है। अनि अब त्यसै गरी चाउचाउ आयो होला। पहिला वाइ चाउचाउ हुन्थ्यो, आजकल चाहिँ अब वाइ चाउचाउ चौधरी काकाको चाउचाउ छैन है गाई, किन हो होइन। पहिला चौधरी काकाको चाहिँ चाउचाउहरू टन्नै पाइन्थ्यो, मैले बन्दीहरू लगाएको थिएँ होइन। आजकल चाहिँ चौधरी काकाको चाउचाउ चाहिँ भेट्टै छैन, किन हो अब। अनि तेल अब यहाँनिर तेल अब हामीले कुन खाने, सनफ्लावर खाने कि भेजिटेबल कर्न खाने कि होइन, त्यो अनुसारको हामीले भेटिन्छ। तेल पनि ठिकै छ गाई जहाँनिर। यतापट्टि चामल छ, चामल चाहिँ महँगो छ है गाई जहाँनिर। हामीले चाहिँ यहाँ भित्र छिरिसकेपछि धेरै कुराहरू पाइन्छ है गाई। धेरै कुराहरू हामीले सहज रूपमा किन्न सकिन्छ। अब यहाँ चाहिँ कुकिङ आइटम भनेको छ यहाँनिर। ससहरू के चाहिन्छ त्यो ससहरू हामीले यहाँबाट लिन सकिन्छ। अब त्यो ससहरू त हामीले प्रयोग गरिन्न, त्यही हामीले प्रयोग गरेको जिरा धनियाँ अब त्यही नै हो होइन। अरू ससहरू हामीले खासै प्रयोग गरिन्न। आज पनि टुना फिस लिएर जानुपर्ने छ है गाइस। त्यो चाहिँ टुना फिस हो, एउटाको 1 पाउन्ड पर्छ। अनि धेरै मिठो नर्मली अचार जस्तो लाग्छ मलाई चाहिँ। मैले चाहिँ लगभग सधैँ खानामा चाहिँ प्रयोग गरेको हुन्छु होइन टुना फिस। 2टा राखेँ मैले चाहिँ। तामा भेटिन्थ्यो, तामा रहेनछ। तामा भेटिनु गाई चाहिँ मैले आज होइन। तामा चाहिँ सधैँ अब यहाँनिर चक्लेटहरू छ यहाँनिर, आफूले के लिनु। चक्लेट अब त्यति धेरै मन पर्दैन लिने कुराहरू। त्यसमा चाहिँ सफ्ट ड्रिङ्कहरू छ। बिस्कुट भनेपछि चाहिँ एकदम मनपर्छ गाई मलाई पनि। म चाहिँ बिस्कुट डिपार्टमा आएँ। राखेँ मैले क्याप। धेरै थरीका बिस्कुटहरू पाइन्छ गाइजा चाहिँ। मलाई
मनपर्ने अर्को बिस्कुट भनेको चाहिँ हो होइन त्यही छ पार्लेजी पनि पाइन्छ गाइज भने चाहिँ कहाँतिर छ त्यो चाहिँ मैले ट्याक्कै भेटिनँ अस्ति एक दिन त लगेको थिएँ यहाँबाट पार्लेजी मैले यो चाहिँ कफी डिपार्टमा आएमा यहाँ चाहिँ कफीहरू चाहिँ हामीले हेर्न सकिन्छ यहाँबाट चाहिँ ओहो यहाँ आएपछि सम्झेँ मैले मलाई कोठामा चिनी सकेको थिएँ मैले चिनी लानुपर्ने छ यो चाहिँ चिनी हो गाई चाहिँ यो चाहिँ चिनी हो एउटाको 89 पेन्स छ यहाँनिर चिनी है गाई चाहिँ यता भनेको मैले अरू लानुपर्ने कुरा भनेको ब्रेड जुसहरू त्यस्तो धेरै किन्न गएको ब्रेड हो ब्रेडमा सबभन्दा मनपर्ने मलाई चाहिँ यो केक हो है गाइस अब हेर्न कति मनपर्छ यो मलाई एकदम मनपर्छ यो चाहिँ एउटा केक राखेँ मैले विभिन्न किसिमका चाहिँ ब्रेडहरू चाहिँ यहीँ बनेका ब्रेडहरू हामीले लिन सकिन्छ र हामीले चाहिँ फ्रोजन आइटमहरू हामीले लिन सकिन्छ आफूले के लिने फ्रोजन आइटमहरू त्यो आइटमहरू चाहिँ मलाई खासै त्यस्तो आवश्यक छैन र अर्को भनेको नर्मल्ली धेरै युज गर्ने रोटी पराठा गाइज फ्रिजरमा भएको रोटी हामीले चाहिँ ट्याक्कै पराठा चाहिँ लगेर पकाएर ट्याक्क चाहिँ खान सकिन्छ है रोटी चाहिँ अनि अर्को अन्डा त्यो अन्डा दुईपट्टै छ यहाँनिर अन्डा चाहिँ हामीले लिन सकिन्छ अब ठुलो प्याक भन्दा नि मैले चाहिँ अघि सानो प्याक लगाएको थिएँ 2 पन्ड 14 फेन्स भनेको छ यसको चाहिँ 15 पिस हुँदैछ त्यो राखेँ मैले गाइज होइन अन्डा यति भर्न सक्छ त्यसै गरी हामी चाहिँ मोमोहरू छन् हामीले चाहिँ मोमो चाहिँ मैले अस्तिलाई भेजिटेबल मात्रै छ त्यो चिकन त्यो राम्रो छैन चिकन मोमो भेट्दिनँ गाइज मैले अस्ति लगेको जस्तो लन्ड्री आइटमहरू छ लन्ड्री आइटम मलाई आवश्यक छैन गाइज त्यो मैले त्यो चाहिँ लिँदैन लन्ड्री आइटमहरू यो चाहिँ एकदम ठुलो छ होइन ग्रोसरी अनि तपाईँहरूले चाहिँ धेरै कुराहरू चाहिँ प्राप्त गर्न सकिन्छ धेरै कुराहरू पाउन सक्नुहुन्छ अनि एउटै छाना हुने चाहिँ हामीले सम्पूर्ण कुराहरू लिएर चाहिँ किनेर चाहिँ जान सकिन्छ यसको लागि हाम्रो समयको बचत धेरै कुराहरू हुन्छ सस्तोमा पनि पाइन्छ यहाँ चाहिँ अनि अब यहाँ चाहिँ यो सेल्फ होइन आफैले चाहिँ पे गरेर जान मिल्छ हामीलाई होइन ओके थ्याङ्क यू यो ट्रली सप हो उता त्यो बास्केट सप छ यहाँनिर चाहिँ आफूले सेल्फ चाहिँ दिनु पे गरेर हामी जान सकिन्छ गाइज थ्याङ्क यू म चाहिँ जाँदैछु गाइज मैले पे गर्छु र मैले यहाँ गएर स्टार्ट गरेँ मैले के आइटम लिएको छु मैले स्क्यान गर्छु गाइज हो फेरि स्क्यान गर्ने यहाँ राख्ने होइन अब 1 पाउन्ड 64 पेन्ट पऱ्यो रेट भयो त्यसरी मैले चाहिँ 45 पेन्ट म लिएको छु मैले स्क्यान गरेँ राति गर्छु गाइज मैले लिएको छु मैले यति छ भनेर पे गर्छु मैले ब्याग लिएर छु मलाई ब्याग चाहिँदैन म ब्याग गर्छु मैले केबाट तिर्ने कार्डबाट तिर्छु होइन मैले चाहिँ मोबाइलबाट चाहिँ के गर्छु त अब यस्तो हुन्छ यहाँनिर मोबाइलबाट चाहिँ मैले कार्डबाट दिन्छु है गाइज अब मेरो आएपछि मेरो पेमेन्ट भयो अब पेमेन्ट एक्सेप्ट भयो यो रिसिभ आउँछ अब यहाँबाट
रिसिभ आयो होइन र मैले यो चाहिँ झोलामा प्याक गर्छु अब यहाँनिर चाहिँ लिएर जान्छु है। सामान चाहिँ मैले आफू सेल्फ चाहिँ जुन पे गरेँ सेल्फ चाहिँ गरेर जुन चाहिँ लाग्यो है गाइस। यस्तो छ गाइस मेरो सपिङ आज यस्तो भयो। तपाईँहरूले कसरी सपिङ गर्नुहुन्छ मेरो चाहिँ भिडियोमा लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्, तपाईँहरूले कसरी सपिङ गर्नुहुन्छ त्यो सेयर गर्नुहोस् है नि त। मेरो च्यानललाई सब्सक्राइब गर्नुहोस् है गाइस। मेरो आजको सपिङ चाहिँ यति भयो। मैले भिडियो अपलोड गरेको हुन्छु त्यसलाई चाहिँ लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्, सब्सक्राइब गर्नुहोस् है त। थ्याङ्क यू डायरी भएको गाइस।